आज चाहिँ मिनियापल्स भिजिटको हाम्रो दोस्रो दिन हामी जाँदैछौँ इल्युजन पार्क। यो पनि मल अफ अमेरिकाको सबसे ठुलो मल त्यही भित्र नै छ। निकोलेडियन पार्क चाहिँ ठ्याक्क बिचमा छ भने यो चाहिँ सेकेन्ड फ्लोरमा रहेको छ। हामी चाहिँ गयौँ, फोटो भिडियोहरू टन्नै खिचेछौँ। यसको चाहिँ प्राइस लाइक टिकट चाहिँ बच्चाहरूको लागि $23 छ भनेदेखि एडल्टहरूको लागि चाहिँ $27 थियो। मलाई चाहिँ त्यति धेरै त्यो पैसा असुल जस्तो चाहिँ लागेन। राम्रो थियो तर त्यति धेरै महँगो हो। अब आधी घन्टा 45 मिनटमा त सबै सक्यो होइन। अनि त्यति धेरै चाहिँ लागेन। अनि यहाँ गयो, फोटोहरू खिच्यो डिफ्रेन्ट स्टाइलले। अनि त्यहाँ चाहिँ लाइक तपाईँलाई चाहिँ गाइड गर्ने मान्छेहरू हुनुहुँदो थियो। अनि त्यहाँ फोटो खिच्ने ठाउँहरू ट्याक्क होइन, कहाँबाट फोटो खिच्यो भने चाहिँ राम्रो आउँछ ठ्याक्क थाहा हुन्छ भनेर चाहिँ हेल्प गर्ने मान्छेहरू पनि हुनुहुन्थ्यो। त्यसले गर्दाखेरि चाहिँ फोटोसोटो भिडियोहरू खिच्नलाई चाहिँ सजिलो भयो। तर ठिकै छ, नयाँ नयाँ कुरा एक्सपिरियन्स गर्नुपर्छ होइन। अनि हामीले पनि त्यही एक्सपिरियन्सै गर्दैछौँ। अनि गयो, घुम्यो, त्यहाँ चाहिँ यस्तो राम्रो इल्युजन क्रिएट गर्ने होइन। जस्तै यो भयो, यो कहाँबाट स्टार्ट भयो कहाँबाट इन्ड भयो भनेरै थाहा नहुने कि होइन। अनि त्यस पछाडि यसमा भयो एकदम भिरालो छ, कतिखेर लडिन्छ थाहा हुँदैन। अनि यो ठाउँमा चाहिँ मलाई चाहिँ लाइट चाहिने रहेछ भन्ने चाहिँ भइरहेको थियो। तर भिडियो खिच्दाखेरि ठिकै देखिएछ, त्यस्तो नदेखिने अँध्यारो जस्तो चाहिँ होइन। त्यहाँ चाहिँ हामी छिर्दाखेरि चाहिँ पुरै एकदमै भिडियो चाहिँ राम्रै आउँदैन अथवा देखिँदैन जस्तो भएको थियो। तर पछि हेर्दाखेरि चाहिँ ठिकै थियो है। अब यो चाहिँ ठ्याक्क लाएर आकाश कता पाताल कता थाहा नै नहुने खालको छ है। अनि तैपनि यसो खिचिहेरियो नि त। मलाई चाहिँ यहाँको चाहिँ स्टाइलहरू होइन, इल्युजन क्रिएट गरेको चाहिँ एकदम राम्रो लाग्यो। अब ठ्याक्क यो चाहिँ इन्ड होला जस्तो लाग्छ होइन, स्टार्टिङ हुन्छ होइन। जस्तै यहाँ पनि म चाहिँ इन्ड होला भनेर छिरेँ भरे चाहिँ लास्टमा गएर इन्ड रहेछ होइन। स्टार्टिङमै चाहिँ इन्ड हो जस्तो फिल हुने रहेछ। अनि यो मिररहरूको उनीहरूको त्यो अब के भन्छ प्लेसमेन्टले गर्दाखेरि पनि डिफ्रेन्ट देखिने। अनि यो सबसे मलाई मन परेको चाहिँ यो चाहिँ ठ्याक्क सुरुमा चाहिँ मैले यादै गरेको थिइनँ, प्लेन जस्तै लागेको थियो। तर यो फोटो फ्रेम चाहिँ ठ्याक्क तपाईँ साइड लाग्दै गए पछाडि चाहिँ त्यसमा के छ राम्रोसँग देख्नुहुने रहेछ। अनि यो अर्को छ आइन्स्टाइन होला। तपाईँ जता जता जानुभयो त्यतै जान्छ। बच्चा बेलामा चाहिँ हामी जता जता गयो यो सूर्य पनि पछि लागेको जस्तो फिल हुन्थ्यो। मलाई पनि यहाँ ठ्याक्क त्यही याद आइरहेको थियो। अनि यो भयो, अब एकछिन हेरेर बसिरह्यो भने त मलाई त रिङ्गटै लाग्छ। तर इट्स सो इन्ट्रेस्टिङ। एकछिन यसो बच्चाहरूको लागि चाहिँ रमाइलो गर्नको लागि ठिकै छ है। अनि यसो गयो, फोटो खिच्यो। यो साथ चाहिँ यो फोटो फ्रेम चाहिँ डिफ्रेन्ट टाइपको मिररहरू राखेको छ। अनि त्यसको प्लेसमेन्टले चाहिँ मान्छेहरूको कस्तो देखिन्छ बडी स्ट्रक्चर होइन, काहीँ आधी छ, काहीँ तलपट्टि हाफ, काहीँ माथिपट्टि हाफ, त्यस्तो खालको छ। त्यस पछाडि यहाँ आयो, जताततै मिरर। मैले चाहिँ म्याक्सिमम् चाहिँ यहाँ मिररवाला चाहिँ भेटेँ। मिरर इमेज जस्तो चाहिँ होइन तर इल्युजन क्रिएट गर्दाखेरि। अनि सबसे वन्डरफुल चाहिँ यो भयो, उताबाट हेर्दाखेरि चाहिँ स्टार्टिङमा चाहिँ ऊ भएको थियो के अरे स्क्वायर, पछि आएर चाहिँ ट्रायङ्गल भएको थियो। अनि के अरे यसो केटी जस्तो उफ्रिने फोटो खिच्ने गर्नु पऱ्यो नि त। अनि यो पनि एउटा मेरो लागि चाहिँ राम्रो ठाउँ थियो। मैले यसो छोरीलाई एकछिन बाहिर जाऊ छोरी भनेर चाहिँ आफ्नो मात्र सिङ्गल पनि खिचेर चाहिँ यसो एउटा भिडियो टिकटकमा हाल्नुहुन्छ भनेर चाहिँ बनाएँ। ठिकै थियो ओभरअल एक्सपिरियन्स। अनिखेर यहाँबाट सकेर अब सोभिनियरहरू चाहिँ खासै किनिएन। अनि फेरि एकछिन खेल्ने भनेर चाहिँ अनि एकछिन यसो माथिबाट चाहिँ हामीले यो यसो नजारा हेऱ्यौँ। पुरै निकोलेडियन पार्क सबैतिर देखिने। मलाई चाहिँ राम्रो लाग्यो यो ठाउँ। अलिकति एक्सपेन्सिभ चाहिँ लाग्यो मलाई पर्सनली, किनकि अब हामी इमिग्रेन्टहरूलाई त एक्सपेन्सिभ नै हो नि। हामीले त फेरि नेपालीमा कन्भर्ट गर्ने बानी छ आफ्नो त है। अनि त्यही भएर एक्सपेन्सिभ लागेर हो। नत्र बच्चाहरूको लागि टाइम पास गर्नको लागि लाइक टाइम स्पेन्ड गर्नको लागि चाहिँ राम्रै ठाउँ छ। यसरी नै हाम्रो डे 2 चाहिँ फेरि पनि मल अफ अमेरिका र निकोलेडियन पार्क गरेर नै बित्यो। अब भोलिको डेको चाहिँ म फेरि भिडियो हाल्छु है त।